हेलो एभ्रिवान, स्वागत है हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा। म चाहिँ त यो खसीको मासु बनाउन थालेको। खसीको मासु बनाउँदैछु, सुरुदेखि भिडियो बनाउन सकिनँ र यो भिडियो चाहिँ म मसला हालिसकेको छु, तेजपत्ता लगाएको छु, सबै थोक तेल थोरै जस्तो लगाएर अलिक थपिदिएछु र बेसर पनि। क्यामेरा लिएर गर्न अलिक अप्ठ्यारो हुन्छ नि त, यो सबै गर्न भिडियो बनाउन अप्ठ्यारो पनि हो। त्यही पनि थोरै मेरो तरिकाले म कसरी बनाउँछु नेपाली रेसिपी हो। म त अघि खसीको मासु बनाएको छैन, मम्मीले भन्नुभयो बसाउँदै गर भनेर, के हाल्ने कसरी हाल्ने सबै सिकाइदिनु र सबै थोक हालेर म मोल्दैछु र यो चाहिँ ग्यासमा चढाइदिन्छु सिटी मार्नलाई। होइन कुकरमा सबै थोक पहिला हालिहेरेँ मोल्दैछु राम्रोसँगले, मसलाहरू सबै थोक भयो। हजुरहरू भिडियोहरू कहाँबाट हेर्दै हुनुहुन्छ भन्नु होला, राम्रो लाग्यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मलाई त पनि गरे फरक पर्दैन, अघि पछि भिडियो बनाउन मोटिभेट हुन्छ। र मैले ग्यासमा चढाइसकेको छु कुकरलाई र ढक्कन लगाइदिन्छु सिटी मार्नको लागि। ढक्कन पनि लागिसकेको छ, सिटी मार्न छोड्ने ग्यासको हिट चाहिँ हाई राखिन मिडियममा राखिदिएको छु। पानी हाल्दिनु भएको खोलेर झोल हाल्दै मैले किनभने दाल बनाएको थिएन र झोल हाले भिडियोमा चाहिँ के कस्तो देख्नुहुँदैछ मासु तर देखाएको खाना लागिसकेको मासु यहाँनिर चाहिँ पाकिसकेको छ र मेरो खाना तयार भयो। म चाहिँ खाना लागेँ, हजुरहरूले खाना खानु भने आजलाई पनि बाई। मिठो सबै ठिक छ।